फाइनली मेरो गाउँबेसी लजिस्टिकको टेम्पोररी कार्ड आयो। कामबाट आएर हल्का ड्रेसअप हानेर बाहिर जान लागे। कता जान लाग्यो त्यो मलाई पनि थाहा छैन। हिँड्दा हिँड्दै मनमा लाग्यो काठमाडौँको भ्यू हेरौँ डाँडाबाट। अनि म नजिकैको डाँडामा गएँ। एकछिन त्यहाँ बसेर रमाए एक्लै। भ्यूहरू पनि खतरा देखिरहेको थियो, पुरैतिर झिलिमिली झिलिमिली। म उता डाँडाबाट हुँदै हुँदै बौद्धतिरबाट आएँ फर्किँदाखेरि। बेलुकाको समयमा अलि जाम हुन्छ बाटोमा बढी। बौद्ध गेटको अगाडि के को रङ्गोली बनाएको थियो त्यो मलाई थाहा भएन, मैले राम्रोसँग देखिनँ। हल्का घुमघाम गरेपछि फेरि म रुममै फर्केर आएँ। म रुममा आएर सर्ट खोलेर राखेँ उता। एक्सर्साइज गर्नलाई रेडी भएँ म। बेलुका भन्दा बढी बिहान सजिलो हुन्छ एक्सर्साइज गर्न। बेलुका पुरा थाकेर लोत भएर हुन्छ साइकल चलाउँदा चलाउँदा दिनभरि। तर बेलुकाखेरि एक्सर्साइज गऱ्यो भने निन्द्रा चाहिँ मस्तको लाग्छ है फेरि। आज मेरो ड्युटी 6 बजेदेखि 6 बजेसम्म नै थियो। बिहान एक्सर्साइज गरिनँ, सिधै ड्युटीमा गइदिएको। र आज मैले बेलुका नै एक्सर्साइज गर्न सुरु गरेँ। डम्बेलले एक सेट हाने दुईतिर, फेरि एक सेट हाने चेस्ट बाहिर गरेर। एकछिन हेरेँ आफ्नो हातलाई। 50-50 दुईटै हातलाई पम्प हाने ह्यान्ड ग्रिपरले। 20 केजीमा मात्रै राखेर हानिरह अहिले। मेरो ह्यान्ड ग्रिपरको म्याक्सिमम 60 केजीसम्म जान्छ त्यसको वेट। हातलाई पम्प हानेपछि मैले पुसअप हान्न थालेँ। पुसअप पनि मैले थरीको हाने एक सेट। पुसअप हानेपछि एकछिन प्ल्याङ्क हाने 1 मिनट जति। एप्सको र कोरको पनि हाने मैले एक सेट। हानेपछि एकछिन थाकेँ म। त्यसपछि एकछिनको ग्याप लिएर मैले फेसको एक्सर्साइज हानेको। बाई बाई, टेक केयर।